आज माली दोबनमा चाहिँ चर्च अर्पणको कार्यक्रममा हामी जाँदैछौँ। अहिले मालीमा आइपुग्यौँ। अब यहाँबाट झन्डै आधी घन्टा जति हिँडेर तल दोभानसम्म पुग्नुपर्ने। हाम्रा साथीहरू अगाडि फटाफट हिँड्दैछन्। यो पहिलाको तल झर्ने त्यो शिवलाई झर्ने बाटो यही होइन त? पुरानो बाटो। चुप लाग। यो चाहिँ गेटवे टु एभरेस्ट भन्छौँ क्या र। हामी मालीतिर छौँ। यहीँनिरबाट शिवलाई झरिन्थ्यो त्यतिखेर, जिरीबाट लगभग 1 क्याम्प तल। सन्चै हुनुहुन्छ? अहिले टन्नै आलु खेती भइरहेको छ यहाँनिर। यो घर गाउँ सुन्दर छ, माथि चेर्दुङ। अनि टन्नै बसेको यो चाहिँ एकदमै फाँट परेको ठाउँ छ। सडक चाहिँ यहीँसम्म आएर टुङ्गिएको छ। गाउँ खेलाउँदै हुनुहुन्छ? हामी सामुएल भाइको निसी निवास चर्चमा चाहिँ उहाँहरूको चर्च अर्पणको कार्यक्रममा हामी जाँदैछौँ। बहुत सुन्दर ठाउँ छ, तर गाउँमा बस्ने मान्छेहरू अलिकति कम देखिन्छ। सायद काममा व्यस्त हुनुहुन्छ होला। घाँस झार्नुभयो? हजुर। हामी दोभान चर्चमा यहाँ त तल निसी चर्च। हजुर। कति टाढो पर्छ? अब यहाँ कति मिनट जति लाग्छ है? ल है, आधी घन्टा त अझै लाग्छ पो अरे त। आज जे होस्, तलबाट आउँदाखेरि दोभान बन्न साथ त कसरी नबुझेको क्या हामीले। त्यो खोलाकै 2वटा खोला जोडिने ठाउँ हुन्छ नि त। म पहिला हिँडेको छु होइन यो बाटो, बहुत ठाडो छ। हजुर। पाउल सर, ल है, मालीको सबैभन्दा तल्लो फेदतिर आइपुग्यौँ हामी। अब शिवलायतिर हानिँदैछौँ। टन्नै बर्खाको लागि दाउरा साउरा ठिक छ। यहाँ मान्छे अलिक कम छ जस्तो लागिरहेको छ। अब यता हेर्नुहोस् है, दाउराको चट्टा। अलि अगाडि हाम्रा दाजुभाइहरू हिँड्दैछन्। बाटो खतरनाक रहेछ है। यो ओह्रालो हेरेर हामी बिहो सुनाउन आँटिसक्यौँ है। ल यहाँको पुल पनि तरियो त्यो लगेको। यो प्रकारले यसो हेर्दाखेरिमा यो उकालो आउन निकै कठिन होला जस्तो भइराखेको छ। करिब 30 भन्दा माथि नै भन्नुपर्छ। 1992 मा एभरेस्ट बेस क्याम्प जाने बेलामा यो बाटो हिँडेको थिएँ। लास्ट टाइम आउने जाने गरेको थिएँ। अहिले अब यो बाटो लगभग मान्छे नहिँडेको कारणले गर्दाखेरि बनाउन चाहिँ असल बनाएको छ
राम्रो राम्रो ढुङ्गाहरू ओछ्याएर म तपाईँलाई देखाउने छु। यो पछिल्लोचोटि हिँड्यो म तपाईँलाई देखाउँ है त। हेर्नुहोस् यो यति लामो लामो ढुङ्गा ओछ्याइएको छ, एकदमै दामी तरिकाले स्लेटिङ गरेर, दामी तरिकाले टुरिस्टहरूलाई पनि एकदमै हिँड्नलाई सुविधायुक्त बनाएको। हेर्नुहोस् सानो सानो पुलहरू। यो चर्च कहाँनिर हो? चर्च कहाँनिर हो? चर्च अझै कति हिँड्नुपर्छ? अब कति हिँड्नुपर्छ हामी? हजुर झन्डै कति जति? आधी घन्टा? ओ तपाईँको घर चाहिँ यतै हो? ज्यू ज्यू ल आधी घन्टा हो यस्तो बाटोमा। अनि यो त अनि बेला मौकाले पो हिँड्न पाइन्छ त, इन्जोय गर्ने हो नि त। यता जुवाले पनि टोक्ने भयो। सायद यो बाटोमा केही हुन्छ, यो ट्रेललाई सही तरिकाले प्रयोग गर्नुपर्छ भन्ने पनि थियो होला मानिसहरूको। अब यो बाटोबाट न टुरिस्ट हिँड्छ होइन, न टुरिस्ट हिँड्छ, न टुरिस्टको गाडी हिँड्छ। अब मौकाले हामी हिँड्न पाएका छौँ। अब बेलुका आउने बेलामा चाहिँ अघि आधा घन्टामै पुगिन्छ भनेको अझै यहाँबाट आधी घन्टा लाग्छ भन्दैछ। के अब समयमा नै शिवालयतिरबाट अर्को गाडी भ्याउने पाउने जस्तो भयो भनेदेखि त सर उसो गर्नुपर्छ है पाल सर। मैले यसलाई यो ट्रेललाई तपाईँको लागि खिच्दिएँ होइन, बहुत राम्रो बनाएको छ। यसलाई एक प्रकारले शिवालयसम्मको म्याराथनको लागि पनि प्रयोग गर्न सकिने जस्तो देखिन्छ होइन सर हिँड्नलाई। तर हामी अलिकति ढिलो पनि आयौँ। यता त जुगा पसिसक्यो त भित्र। ए जुगा आयो है। ला 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 ओइ आमामा ए ओइ ल टन्नै आएछ त। आयो 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 अर्को आयो अर्को आयो अर्को आयो अर्को आयो। फेरि आयो फेरि आयो फेरि आयो फेरि खनी डुयो हौ चर्चलाई डुयो खनी खनी इन चर्च मोमो हे सो हे सो अब त्यहाँ बङ्गुल भन्दा माछा पाउँछ होला भनेको। आम्मामा यहाँ त अल्लो त भर्मर छ त है। अल्लो यो के हो? यो पिँडालु हो कि यो त लात र कर्कला भनेको यही हो क्या? होइन र चाहिँ यो त घरकै पिँडालु सिडालु रोपेको क्या हो यो? हजुर हजुर दिखाऊँ क्यों हिंदी रेनकोट आमा बन्दोबस्त नहीं हुआ भाई ए ल चुप्प खानु आमामामामामा यो धेरै ओह्रालो है सर दट डेन्जरस आमा यो यता पारीपट्टि भिर मौरी बस्ने नेरी पनि पुगेको छैन हामी। ऊ पारीपट्टि ऊ त तल अझै तल बाइक लिएर कहाँसम्म लिएर आउँदो रहेछ त्यसले त माथि माथिबाट बाइक ल्याउँछ जस्तो लाग्यो। हजुर
ल करिब करिब आइपुग्यौँ हामी। अब 5 मिनटको बाटो छ, 5 मिनट। साथीहरू पछाडि छन्, हामी अगाडि अगाडि जाँदैछौँ। पसिना आयो क्या आएन? ल यो चाहिँ दोबन भन्ने ठाउँ यस्तो रहेछ है। कतिखेर आइपुग्नु? हामी 1 घन्टा दियौँ है। कतिवटाले टोक्यो भन्नु त? मान्छे कति सानो ठुलोलाई कतिवटाले? एउटा नि। जयमसी ओ लुक एट दिस। अयो आम्मा रे। यस्तो ठाउँ रहेछ दोभान चर्च, निसी चर्चको। हाम्रो सामुएलको बाख्रा, त्यो बाख्रा त भिडमा आजको यो छोटो उद्घाटन कार्यक्रमको वचनलाई म तपाईहरुसँग राख्न चाहन्छु। मत्तीको पुस्तक यो अगाडि पनि छ, 16 को 18 पद तपाईले पढ। हामी आज यही पदलाई पढ्ने छौं। आज म धेरै बोल्ने छैन, मैले तपाईलाई अघि पनि भनिसकेँ कि हामी आज शनिबारको दिन पास्टर बुवाहरुको, पास्टर आमाहरुको मुखारविन्दबाट तपाईहरुले प्रभुको जीवित वचन सुनिसक्नु भएको छ। हामीले 16 को 18 मा म यसरी पाठ गर्ने छु है त। म तिमीहरूलाई भन्दछु कि तिमी पत्रुस हौ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन्। हालेलुया। अनि यहाँ 19 पदमा के भन्छ भने म तिमीहरूलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँच्छौ सो स्वर्गमा बाँधिनेछ र जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा फुकाइनेछ। दुईटा पद मात्रै पढ्न चाहे। मैले तपाईहरुलाई यो पदबाट के भन्न चाहेको भन्दाखेरि योभन्दा अलिकति अगाडि प्रभु येशू ख्रीष्ट, हामीले अलिकति अगाडि को पृष्ठलाई हेर्छौं भने, पृष्ठभूमिलाई हेर्छौं भने त्यहाँ एउटा पत्रुसले प्रभु येशूले एउटा प्रश्न गर्छ। तिमीहरू विभिन्न व्यक्तिहरूले चाहिँ मलाई यो भन्छ, त्यो भन्छ, अगमवक्ता भन्छ, विभिन्न कुरा भन्छ हैन, तर तिमीहरू चाहिँ के भन्छौ भनेर प्रभुले प्रश्न सोध्दै गर्दाखेरि पत्रुसले चाहिँ पहिलोचोटि तपाई चाहिँ जीवित परमेश्वरको पुत्र येशू ख्रीष्ट हुनुहुन्छ भनेर त्यहाँ स्वीकार गरेको कुराहरू पाउँछौँ। आमेन। अनि त्यो स्वीकार गरेको कारणले धेरै जनाले धेरै कुराहरू डेनोमिनेसनहरूले आफ्नो तरिकाले व्याख्या गर्छ, तर पेन्टिकोस्टल मण्डलीहरूले चाहिँ के व्याख्या गर्छ भने यहाँ चाहिँ पत्रुस, धेरै डेनोमिनेसनहरूले चाहिँ विशेषतः पत्रुसलाई नै मण्डलीको मुख्य अगुवाको रूपमा त्यहाँ स्थापित गरेको छ भन्ने किसिमले पनि व्याख्या गरेको पाउँछौँ। तर वास्तवमा यहाँ भन्दै गर्दा चाहिँ र त्यो
चट्टान चाहिँ को हुनुहुन्छ त भन्दै गर्दाखेरि त्यो चट्टान चाहिँ ख्रीष्ट हुनुहुन्छ, जो पत्रुसले यो पदभन्दा अलि अगाडिको खण्डलाई हामीले पढ्दै जान्छौँ भने त्यहाँ हामी भेट्न सक्छौँ। हामी चाहिँ तपाईँलाई जीवित परमेश्वरको पुत्र येशू ख्रीष्ट भनेर के गर्छौँ, स्वीकार गर्छौँ भनेर पत्रुसले हृदयबाट चाहिँ त्यहाँ स्वीकार गरेको कुराहरू चाहिँ हामी पाउँछौँ। अनि त्यही कुराहरूलाई लिएर मण्डली एउटा हामी हुन त वास्तवमा मण्डली चाहिँ हामी हौँ, हामी यो चाहिँ भवन हो। हामी सबैलाई थाहा छ मण्डली चाहिँ तपाईँ र म हौँ। यो मण्डलीमाथि कुनै पनि तरिकाले नरकका ढोकाहरू भनेको कुनै पनि बाधा, कुनै पनि किसिमका त्यस्ता कुराहरूले हामीमाथि विजय गर्न पाउने छैन, किनकि हामीले एउटै चट्टानमाथि जग बसालेका छौँ। त्यो चट्टान, त्यो विश्वास, त्यो भरोसा चाहिँ जीवित येशू ख्रीष्ट हुनुहुन्छ। हामी त्यसकारणले आज यो मण्डली भवन हामी उद्घाटन कार्यक्रमको सङ्घारमा छौँ है। होला संसारमा आलिसान महलहरू, आलिसान भवनहरू, आलिसान कुराहरू मानिसहरूले सेवा सुविधा सम्पन्न किसिमको भवनहरू त आशा गर्छ, तर हाम्रो एउटै आशा चाहिँ हाम्रो जग कहाँ छ, हाम्रो विश्वास कहाँ छ। पत्रुसले जस्तै तपाईँ जीवित परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ भनेर हामीले व्यक्तिगत रूपमा हामीले प्रभुलाई स्वीकार गरेको छ कि छैनौँ भन्ने कुरा चाहिँ मुख्य कुरो हुन आउँछ है। त्यसकारण म तपाईँलाई आज यो पदबाट यो उत्साह दिन चाहन्छौँ। हामीले एउटै कुरा, मण्डली भवन चाहिन्छ, सुख सुविधा सम्पन्न समय परिस्थिति ठाउँ विशेष अनुसारले त्यो किसिमले मण्डली भवनहरू त चाहिन्छ नै, तथापि त्योभन्दा मुख्य कुरा चाहिँ प्रभुको निम्ति तपाईँ र म हौँ। हालेलुया। मण्डली चाहिँ हामी हौँ, हाम्रो जग चाहिँ ख्रीष्ट हुनुपर्छ। ख्रीष्टमाथि बसालेको जग, त्यो चट्टानमाथि बसालेको जग सिटिमिति हलिँदैन, जस कारणले कुनै पनि नरकका ढोकाहरू यसमाथि विजय हुनु पाउने छैन। हालेलुया। त्यसकारण हाम्रो विश्वास, हाम्रो भरोसा चाहिँ एउटै हो, त्यो ख्रीष्ट प्रभु हुनुहुन्छ। हामीले कोरिन्थीको पुस्तकमा हेर्छौँ भने पनि, पहिलो कोरिन्थीको 3 अध्यायमा हेर्छौँ भने पनि त्यहाँ पावलले भनेका छन्। अनि अन्तिममा के भन्छ भने, तिमीहरू ख्रीष्टका हौ अनि ख्रीष्ट चाहिँ परमेश्वरका हुनुहुन्छ। हामी कसका हौँ? ख्रीष्टका हौँ, र ख्रीष्ट चाहिँ परमेश्वरको हुनुहुन्छ। किन भन्दाखेरि हाम्रो जग जुन चट्टानमाथि हामीले विश्वास गरेका छौँ, भरोसा गरेका छौँ, त्यसलाई नतोडौँ। अनि स्वर्ग र पृथ्वी टलेर जान्छ, तर परमेश्वरको वचन कहिले पनि टल्दैन। त्यसकारण हाम्रो भरोसा, हाम्रो विश्वास एउटा व्यक्तिमाथि, एउटा भवनमाथि, विभिन्न कुरामाथि भन्दा पनि विशेषतः ख्रीष्टमाथि हुनु हाम्रो गौरवको कुरा हो। अनि यहाँ हामीलाई थाहा छ, संसारमा हुने कुनै पनि कुरा भन्दा तपाईँ र म भित्र हुने चाहिँ महान हुनुहुन्छ। हालेलुया। यसमा हामी गर्व गर्छौँ, यसमा हामी भरोसा गर्छौँ, किनकि हामी भित्र जो हुनुहुन्छ त्यो चट्टान, जुन जीवित चट्टान हो, त्यो चाहिँ ख्रीष्ट हुनुहुन्छ। उहाँमाथि भरोसा गरेका कारणले हामी सर्वमा पर्न पर्ने छैन। हामीले कुनै पनि हाम्रो विरुद्धमा उठेका अस्त्र शस्त्रहरू उहाँले क्रुसमा किल्ला ठोकेर रद्द गरिसक्नु भएको छ। हाम्रो विरुद्धमा उठेका कुनै पनि कानुनी तमसुकहरू हामीमाथि विजय हुनु पाउने छैन। भने पनि हाम्रो इतिहासमा हामीले विश्वासको खम्बाहरू, धरोहरहरूलाई हेर्छौँ भने पनि त्यहाँ धेरै आरोह अवरोहहरू आए, तर ख्रीष्टमा साँचो विश्वास गर्नेहरू, उहाँमाथि भरोसा गर्नेहरू, उहाँमाथि जडा गाडिएकाहरू कहिले पनि सर्वमा पर्नु परेको छैन। हो, केही क्षणको लागि दुःख छ, कष्ट छ, रोदन छ, पीडा छ, तर त्यो सँगसँगै बाइबलले प्रष्ट भन्छ, रोई रोई छनेले हाँसी हाँसी कटनी गर्नेछ। हालेलुया। त्यसकारण हामी भलै हाम्रो अहिले हाम्रो पास्टर आमाले पनि भन्नु होला यो चर्चको इतिहासको बारेमा, हैन, कसरी सुरु भयो, कहाँबाट सुरु भयो, कसरी त्यो यहाँसम्म आउँदै गर्दाखेरि कति आरोह अवरोहहरू हामीले हुरी बतासहरू पार गर्नुपर्ने कुराहरू, पार गर्नुभएको कुराहरू सायद उहाँले भन्नुहुनेछ, मैले आशा गरेको छु। तथापि हामीले इतिहासलाई हेर्दै, इतिहासको कालखण्डलाई हेर्दै गर्दाखेरि
सृष्टिको सुरुदेखि हामीले हेर्छौँ भने ती विश्वासका धरोहरहरूलाई हामीले अल्झौछौँ भने निहाल्छौँ भने दुःख छ, पीडा छ, रोदन छ केही क्षणको लागि, तर अन्त्यमा उसको निम्ति साँचिएको मुकुट चाहिँ जीवित ख्रीष्ट हुनुहुन्छ। हालेलुया। उहाँमाथि भएको विश्वासको कारणले त्यो कुराहरू भएको छ। त्यसकारण हामी आफैलाई परमेश्वरमा समर्पण गरौँ र म तपाईँलाई यही कुरा भन्न चाहन्छु, सबैभन्दा बढी आफैलाई प्रभुको अगाडि चोखो तुल्याउने काम गरौँ। हामी पवित्र परमेश्वर बास गर्ने पवित्र आत्माको मन्दिरहरू हौँ। हाम्रो जग चाहिँ ख्रीष्ट हुनुहुन्छ जो जीवित चट्टान हुनुहुन्छ। उहाँमाथि भरोसा र विश्वास गरेको कारणले आज हामीले हरेक कुरामाथि विजय प्राप्त गरेका छौँ र विजय प्राप्त गर्नै सक्नेछौँ। म तपाईँहरूलाई यही उत्साह दिन चाहन्छु र प्रभुले तपाईँ सबैलाई आशिष दिनुभएको होस्। मैले यति माथि बोलेँ, बाँकी समय भने म सञ्चालक भाइलाई नै दिनेछु, उहाँले बाँकी समय दिनुहुनेछ। हुन्छ, मनमती माग्न गइरहेको छौँ। हाम्रो क्षेत्रीय प्रदेशका हाम्रो समितिका सदस्य हुनुहुन्छ उहाँहरू आज श्रेष्ठज्यूबाट हामी सुरु गर्नेछौँ। मण्डलीको हुनुहुन्छ हामीले धेरै काममा सहायता गर्ने राजु श्रेष्ठज्यूहरू पनि पास्टरज्यू अनि जिरी सालुमका हाम्रो दोलखा रानी छापको सदस्य पास्टर औला जुन हामी समय सपोर्ट गर्छौँ। उहाँले हामीले पछि हाम्रो बाँकी हाम्रो यसै मण्डलीका अमृत पास्टरज्यू उहाँले हामीले केही गवाईहरू भन्नुहुन्छ। हामी सुन्नेछौँ यो मण्डलीका गतिविधि कसरी स्थापना गरेर उहाँले है। अब मलाई त तपाईँहरू देख्नै भएको छ, कतिजनाले चाहिँ चिन्नु भएको पनि छैन है। म चाहिँ यहाँ स्थानीय बोजू है, सबभन्दा जेठहरू चाहिँ म बोजू। विगत दिनको कुराहरू हजुरहरूलाई करिब थाहै छ। म विगत दिनमा 30 वर्ष झाँक्री गरेको मान्छे हो है। झाँक्री ड्याङ्ग्रो बजाएर यति दुःख, यति कष्ट, यति भोग गरिनँ। पछि गएर प्रभुले मलाई बोलाउनु भएछ। पहिले बोलाइराख्नु भएको रहेछ, तर त्यो समयमा चाहिँ उहाँले बोलाउनु भयो मलाई। 2062 साल साउनमा मैले विश्वास गरेको। 63 सालमा चाहिँ मैले बाइबल कलेज पढेर पनि 10 महिना तालिम गरेर पनि निस्किएको। हालेलुया। मैले विश्वास गरेको चाहिँ हालेलुया भनेको सुनेरै विश्वास गरेको है। चर्चमा हालेलुया भन्दा रहेछ के भनेको हालेलुया भनेर सर्दै गर छेउमा गएर बुझेर अनिखेर मैले विश्वास गरेको। अनि हालेलुयाको शब्द मलाई साह्रै नै मनपर्छ। आमेन। अनि मैले 2062 सालमा विश्वास गरेँ। 63 सालमा मैले चाहिँ बाइबल तालिमबाट निस्केर यहाँ आएर मण्डली स्थापना भन्नाले यसो 2-4 जनाले विश्वास गर्नुभयो। 2 जनाले विश्वास गरेपछि अब म चाहिँ एउटा सबैजनाको होइन झाँक्री पुजारी के थियो। त्यसले गर्दाखेरि बिचमा मेरो दाइहरूबाट निकै सपोर्ट पनि पाएँ मैले होइन। अनि बोलाउने, फेरि के कुरा गर्ने, फेरि जा भन्ने, के गर्ने होइन। त्यो के हो, यो के भएको, बाउलाई सकिन्छ, यो त खालि बाइबल पढ्ने, यहाँ त्यहाँ के भन्नुहुन्थ्यो। तर अहिले मेरो त्यसो भन्ने परिवार दाजुभाइहरू सबै नै विश्वासी भन्नुभएको छ। आमेन। प्रभुलाई धन्यवाद होस्। हाम्रो दिदी बहिनी दाजुभाइ सबै नै ख्रीष्टलाई विश्वास गरेका छौँ। आमेन। अनि म साह्रै खुसी। त्यस्तो बिना धेरै सतावट आएन, किन भन्दा पहिला पनि धेरैजनाले मलाई अलि अब झाँक्री गरेको कारणले मान्य गुन्ने जस्तै थिएँ। पछि गएर
अब म प्रार्थना गर्दाखेरि मेरो आँसु आएछ। आँसु आएको बेलामा ठुलो झाँक्री छोडेँ भनेर रुएँ होला अघि तपाईँ भन्दै क्या मलाई है। तर परमेश्वरले मलाई छिटो चलाउनु भएको, छिटै चलाएर छिटै नै मैले मण्डली स्थापना गरेको। ठ्याक्कै मेरो 64 सालमा मेरो मम्मी पर्वमा सुत्नुभयो। अनि 65 सालबाट चाहिँ मैले निजी यो ठाउँमा आएर मैले मण्डली चलाएँ होइन। अनि हाम्रो अगुवा पनि गराएँ मैले, त्यो बहिनी पनि अगुवाई हाम्रो है। त्यसकारण परमेश्वरलाई धन्यवाद होस्। यो तिमीले नदेखेको नसोचेको नथाहा भएको कुरा चाहिँ ख्रीष्टले विश्वास गर्ने चाहिँ पहिल्यै तयार पारिराखेको छु। हालेलुया। गलतीको पुस्तकले यही भन्छ भने साँच्चै यो ठाउँमा यस्तो मण्डली हुन्छ होला, यो ठाउँमा यस्तो परमेश्वरको राज्य आउँछ होला भनेर मन चित्तमा कसैले थिएन। म अहिले 72 वर्ष भयो, 73 लाग्न आँट्यो। अब 71 पुग्यो, 72 लाग्न आँट्यो है। तर यस्तो ठाउँमा जङ्गलमा खोला नालामा भिरको ठाउँमा अनि यहाँ आएर सानो मण्डली भवन बनाइयो। त्यो यो एकदम यो भूकम्प आएको कारणले कहाँ हो के गर्ने हो कसो हो, न जग्गा छैन न जिमी छैन, आफ्नो घर भत्किहाल्यो के गर्ने हो भनेर अनि हामी काठमाडौँ गएका थियौँ। अनि हाम्रो एजीले हाम्रो संस्था एजीबाट 80,000 पैसा दिनुभएको थियो र जस्ता किनेर यहाँनिर सानो टहरो बनाएको थियौँ हामीले होइन। अहिले पनि टहरो यो ठुलो त होइन, तर फलम र जस्ता ठोकेको छौँ अहिले चाहिँ होइन। त्यतिखेर चाहिँ काठ ठोकेको थियो। 9 वर्ष बितिसक्यो, बनाउन सकिएन। ल अहिले चाहिँ कसौँ पारेर यसो ठोकौँ फलौँ भनेर अनि हाम्रो दाजुभाइहरूले सरसल्लाह गरेर थोरै विश्वासी धेरै छैन। पहिला त अब झन्डै 40 जना जति भएका थियौँ। अहिले कोही काठमाडौँ कोही पर्वमा सुत्नु भयो, कोही कता गरेर अहिले 22-23 जना हामी यहाँ सदस्यहरू छौँ। पानी बत्ती लिएको 15 जना हुनुहुन्छ। आमेन। अनि अब यो बनाउनको निम्ति चाहिँ हामीलाई आर्थिकको कुराहरू कति गाह्रो है। म त अब एउटा एक्लै बुढी मान्छे मात्रै हो, खासै गाह्रै थियो। अनि हाम्रो प्रकाश सर आएर यसो हेरेर जानुभएको थियो र बुझीको उहाँले चाहिँ एजीबाट भन्नुभएको थियो 75,000 पैसा पठाइदिनु भएको थियो एजीबाट है। त्यसले त हामीलाई त सुन पनि हुँदैन त के गर्ने होला भनेर एकदम हामीले प्रार्थना गऱ्यौँ, पवित्रसँग भर गऱ्यौँ। अनि यसो 1 लाख जति हामीसँग पनि थियो यताउता। अनि त्यो गर्दाखेरि मेरो दाइहरूले भाइहरूले यताउताबाट अलिअलि सपोर्ट दिनु भएर ऋण चाहिँ छैन। यतिको यसो सङ्गति चलाउने भवन बनेको छ। हालेलुया। धन्यवाद होस्। अनि अहिले हाम्रो राजु सरले भन्दै हुनुहुन्थ्यो होइन, ख्रिस्ट चाहिँ चट्टानमा बसेको मण्डली, हामी त्यो चट्टानमा बसालिन सकौँ भवन भनेको पछि हाम्रो बाबुहरूले बनाउँछन् होला होइन। मेरो पालाको यही हो। आमेन है। अब भनौँ भने त अलिक कुरा धेरै छन्, तर अब अलिक समयले साथ दिएन। हुन्छ, म मेरो गवाई यहीँ राख्छु। जय श्री। यस समय हाम्रो अन्तिम प्रार्थनातिर हामी जान लागेका छौँ। यसको लागि हाम्रो जिरी सालुमको रेभरेन्ड पास्टरज्यू ओनाथ सरले हामीलाई अगाडि आउनुहुन्छ अनि उहाँले कुरालाई अगाडि बढाउनुहुन्छ। सबैलाई जय मसीह। प्रभुलाई धेरै धेरै धन्यवाद होस्। अनि यसरी यो भवन उद्घाटन कार्यक्रममा समावेश भएर अनि एकदमै आशिषित भएको महसुस मैले गरेको छु। अनि हामीलाई जुन प्रकारले होइन प्रभुको राज्य चाहिँ यसरी नै विस्तार हुने हो र प्रत्येक वडामा चाहिँ हाम्रो चर्चहरू हुन आवश्यक छ। वचनमा हामीले हेरेका छौँ कि म मेरो मण्डली चाहिँ चट्टानमाथि स्थापना गर्नेछु। अनि यो चाहिँ चट्टानमाथि बसालिएको एउटा मण्डली हो। अनि मृत्युको फाटकहरू कुनै कुराले पनि यहाँ विजय हुन पाउने छैन। र यो जुन मण्डली भवन निर्माण भएको छ, सुन्दर भवन, अनि प्रभुले दिनुभएको छ, यो कुरालाई दिनुभएको भवनलाई चाहिँ प्रभुको हातमा नै हामी अर्पण गर्नेछौँ। सबै मिलेर सबैजना साथ उठेर हामी आफ्नो हातहरू उठाएर प्रभुसँग हामी प्रार्थना गर्नेछौँ। सबै मिलेर केही समयसम्म हामी प्रार्थना गर्नेछौँ। त्यो पछि म चाहिँ तपाईँको बिचमा समापनको प्रार्थना गर्नेछु। यीशु प्रभु, हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ।
तपाईँको उपस्थितिमा हामी आउँदछौँ, तपाईँको चरणमा हामी आउँदछौँ। अनि यो ठाउँ तपाईँ परमेश्वरले हामीलाई दिनुभएको छ। प्रभु हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ। तपाईँ भन्नुहुन्छ स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पावदान हो भनेर तपाईँ भन्नुहुन्छ। अनि पृथ्वीमा भएका जति पनि कुराहरू छन् ती सबै कुरा तपाईँ परमेश्वरकै हो। ढुङ्गाहरू तपाईँकै हुन्, अनि सुनहरू तपाईँकै हुन्, चाँदीहरू तपाईँकै हुन्। अनि हामी जति छौँ, हामी जति सबै तपाईँ परमेश्वरकै हौँ। अनि प्रभु साँच्चै नै यो भौतिक मण्डली होस् या जीवित हामी हो, साँच्चै नै जीवित मण्डली अनि सबै यो भौतिक मण्डलीलाई अनि त्यसै गरी जीवित मण्डलीलाई तपाईँ परमेश्वरको हातमा हामी ल्याउँदछौँ, तपाईँको हातमा हामी अर्पण गर्दछौँ। तपाईँले दिनुभयो, तपाईँ परमेश्वरको हातमा हामी राख्दछौँ। अनि यो भवनलाई हो जसरी बनाउनमा आर्थिक भौतिक स्रोतहरू जसरी तपाईँ परमेश्वरले जुटाउनु भएको छ, तपाईँको छोराछोरीहरूले जुन प्रकारले दुःख आर्थिक जोहो गरेर अनि जुन प्रकारले यो ठाउँमा यो सुन्दर भवन बनेको छ, अनि प्रभु यो जुन प्रकारले योगदान गर्नुहुने तपाईँको दास छोराछोरी प्रत्येक एकलाई तपाईँ परमेश्वरले आशिष दिनुहोस्। विशेष गरी जग्गा दिनुहुने दाईको विषयमा मैले सुनेको छु, उहाँले 1 रोपनी जग्गा यो मण्डलीको लागि दिनुभएको थियो। दाईलाई तपाईँले स्वर्गीय ढोका खोलेर तपाईँ परमेश्वरले आशिषको झरी तपाईँले मण्डलीलाई जुन प्रकारले उहाँहरूले आर्थिक भौतिक स्रोतहरू जुटाउनु भएको छ, कतिजनाले उहाँहरूले श्रम दानहरू गर्नुभएको छ। प्रत्येक एक मुठीहरूमा एकमा तपाईँ परमेश्वरले आशिष दिनुहोस्। प्रभु उहाँहरूको परिवारमा उहाँहरूको घरानामा तपाईँ परमेश्वरको आशिष रहेको। विशेष गरी म प्रार्थना गर्दछु हाम्रो अमृता दिदीको लागि, तपाईँको छोरीले जुन प्रकारले उहाँले ठुलो भूमिका निर्वाह गर्नुभएको छ, उहाँलाई तपाईँ परमेश्वरले आशिष दिनुहोस्। तपाईँको छोरीलाई प्रशस्त आशिष दिनुहोस् प्रभु, उहाँलाई सुस्वास्थ्य तपाईँ प्रभुले दिनुहोस्, उहाँको परिवारमा तपाईँले आशिष दिनुहोस्। अनि यहाँ जो जति विश्वासीहरू हुनुहुन्छ प्रत्येक एकलाई तपाईँ परमेश्वरले आशिष दिनुहोस्। एकको अनि यो मण्डली भवनमा तपाईँ परमेश्वरको उपस्थितिको हामी माग गर्दछौँ। अनि जसरी सधैँको लागि अनि यो मण्डली जुन प्रकारले चट्टानमाथि स्थापना भएको छ, यो मण्डलीमा तपाईँ परमेश्वरको मण्डलीको चौघेरामा तपाईँ हुनुहोस्। यसको हो साँच्चै नै जति पनि एरिया यहाँ छ प्रभु, तपाईँ परमेश्वरको स्वर्गदूतको पाले पहरा यो ठाउँमा तपाईँ परमेश्वरले दिनुभएको होस्। अनि तपाईँ परमेश्वरको घायल हातमा यो मण्डलीलाई हामी ल्याउँदछौँ, तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। अनि यो मण्डली चाहिँ एउटा प्रार्थनाको घर हुन सकेको होस्। यो ठाउँमा आएर हो साँच्चै नै अशान्तिमा हराएका मानिसहरूले उद्धार पाउन सकेको होस्, तपाईँ जीवित परमेश्वरलाई पाउन सकेको हुन्। यो भवनलाई तपाईँको हातमा म अर्पण गर्दछु, तपाईँको हातमा तपाईँले लिनुहोस्, तपाईँले आशिष दिनुहोस्, तपाईँको सुरक्षा, तपाईँको शान्ति, तपाईँको अभिषेक यो ठाउँमा रहेको होस्। तपाईँको भरिपुरी, तपाईँको पवित्र आत्माको भरिपुरी यहाँ रहेको छ भन्ने म घोषणा गर्दछु। सबै कुरा तपाईँको हातमा रहेको छ। धन्यवाद। अब अन्तमा परमेश्वर पिता तपाईँको प्रेम, प्रभु येशू ख्रीष्ट तपाईँको अनुग्रह, पवित्र आत्मा तपाईँको सहभागिता सङ्गति तपाईँको 10 आगमन समाजको बिचमा सदा सर्वदा होइरहोस् भन्दै माग्दछु। छोटो बिन्ती प्रार्थना तपाईँ जीवित पवित्र अनि महिमित प्रभु येशू ख्रीष्टको नाममा आमेन। हालेलुया। ल भयङ्करै घाम लाग्यो अहिले त। बल्ल अलिअलि मात्र गन्ध थाहा पाउँछ अरे कति आएको थियो अनि मैले कति टिप्यो सोनिल टिप्यो, सोनिल टिप्यो, साङ्गे टिप्यो, सबसे धेरै मेरो जुत्तामा लुगा। पारीपट्टि त्यो शिलाजित निस्केको कि त्यो सेतो सेतो हिँडियो। अब दोभान विजय निश्चित चर्चको उद्घाटन पछाडि पेटभरि खानासाना खाएर होइन अहिले ओह्रालो झर्न सजिलै भइरहेछ।
बस पुरानो सहरबाट जाने बाटो शिवलाई दोभानको बाटोमा छ पहिला हल्का रमाइलो हुन्थ्यो अहिले भोलिले गर्छ It does. शिवलाईको बाटो दोभानमा छ हामी मालीको ओह्रालो आएका थियौँ यो दोबन माली दोबनमा हिजो निसी चर्चको उद्घाटनको लागि र अहिले हामी फेरि पनि त्यो बाटो नगइकन फर्केर हामी यता शिवलाईतिर आएका छौँ र यो शिवलाईमा हामी चाहिँ यतिखेर चाहिँ अब गाडी पर्खिने सुरसारमा छौँ र सबैजना हामी गाडी पर्खिरहेका छौँ र एकछिन पछाडि हामी बोलेरो चढेर भनौँ न झिरीतर्फ हामी प्रस्थान गर्नेछौँ। धन्यवाद।